कारण आज चाहिँ मैले लगभग 4 महिना पछाडि भ्लग बनाउँदैछु होइन। हामी चाहिँ चुनाव प्रचार प्रसारमा छौँ, त्यसै घन्टीमय भएको छ। हामी पनि परिवर्तनमा चाहिँ लागिसकेका छौँ। म चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुङ्गाबाट हो। हाम्रो प्रचार प्रसारमा हिँडिरहेको छौँ होइन। प्रचार प्रसारको क्रममै छौँ। मेरो छेउमा बहिनी छिन् होइन, जेन्जी बहिनी छन्। अनि पछाडि चाहिँ दाइहरू हुनुहुन्छ। दाइ यता हेर्नुहोस् है एकपल्ट। ल रोइस्टर हुनुहुन्छ पछाडि है। हामी चाहिँ सबैजना देशै परिवर्तन खोजेको लागि देश परिवर्तन गर्न हिँडिरहेको छौँ। यता हाम्रो गुरुजी हुनुहुन्छ। गुरुजी केही भन्न चाहनुहुन्छ? तपाईँलाई ओखलढुङ्गाको घन्टी लहर कस्तो लागिरहेको छ? र भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है। म चाहिँ आज हामी लिखु 1बाट हाम्रो यात्रा चाहिँ लिखु गाउँपालिका 8सम्मको हुनेछ। मैले चाहिँ तपाईँहरूलाई सबै देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेरेर लाइक, सेयर र कमेन्ट गर्न पनि अनि सब्सक्राइब गर्न पनि नबिर्सनु होला। यस्तो छ, यो चाहिँ हाम्रो लिखु गाउँपालिकाको 1 नम्बर पर्छ। आज मौसम त्यति धेरै राम्रो छैन, त्यही भएर पनि खासै राम्रो केही पनि देखिरहेको छैन। यो पारिपट्टि चम्पादेवी गाउँपालिका पर्छ। यो चाहिँ लिखु गाउँपालिका 1 नम्बरको बाटो हो है। अब यस्तो छ, अब माथि रवि दाई भन्ने गीत बजिरहेको छ। सायद कपिराइट लाग्छ होला यो भिडियोमा, जहाँसम्म लाग्छ मलाई। यो चाहिँ खासमा हामी लिखु 1मा आइपुगिसकेका छौँ होइन। हुन्छ दाइ। ल यहाँ चाहिँ हामी आइसकेका छौँ। लिखु गाउँपालिका 1 नम्बर हो यो चाहिँ। घन्टीमय लहर छ हाम्रो ओखलढुङ्गामा चाहिँ होइन। आदरणीय चिउरी डाँडावासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुङ्गाका प्रत्यक्ष उम्मेद्वार विश्वराज पोखरेल र समानुपातिक उम्मेद्वार शोभा कार्कीज्यूलाई घन्टी चिन्हमा मतदान गरी अत्याधिक बहुमतले विजय गराइदिन हुन हार्दिक अनुरोध गर्दछौँ। राष्ट्रिय स्वतन्त्र पार्टी गाउँपालिका कार्य समिति ओखलढुङ्गा। देश परिवर्तन गर्नको लागि तपाईँ परिवर्तन खोज्नु पर्यो भने पहिला आफ्नो घरबाट परिवर्तन हुनु पर्दो रहेछ। त्यही भएर आइरहेको छौँ हामी। 5 वर्षसम्म हाम्रो पार्टीले जितेर घन्टीले जितेर केही पनि गर्न सकेन भने फेरि भोट माग्न आउँदैनौँ। तर एकपल्टको 5 वर्षको सरकार चाहिँ एकपल्ट घन्टीलाई दिनु पर्यो है त। तपाईँको छोरी जस्तो मान्छे आएर म भोट मागिरहेको छु। ल यसपालि एक भोट। ल एउटा पम्प यस्तो छ। अब यस्तो छ, दाइलाई नदिनु दोष, त्यसमा हाम्रो दोष हो। हामी उठ्न सकेनौँ, राति हिँडिरहेछौँ हामी। यस्तो छ, अब चेलीबेटी हुनु नि गाह्रो छ यहाँ। तिम्रो बोर हामी हिँड्दाखेरि हजुर हुन्छ। ड्याडी खिचिदेममा जानुभयो चुनावको लागि। अब मङ्सिरसम्म हो। अब हामी चाहिँ शङ्कर दाईको घरमा आइपुगेका छौँ होइन। यहाँ जताततै घन्टी लहर छ। यहाँ दाइले पनि घन्टीलाई भोट हाल्छु भन्दै हुनुहुन्छ। बुझ्ने मान्छेहरू, बुद्धिजीवी मान्छेहरूले घन्टीमा भोट हाल्छु भन्दै हुनुहुन्छ। यता चाहिँ हाम्रो सर हुनुहुन्छ, उहाँ चाहिँ मेरो पुरानो दोस्ती नै हो। फ्याट्ट भेट्थेँ यहाँ। अमिर बाबुले अलि त
दाइ कस्तो लागिरहेको भोज रोहित सर भोज कस्तो लागिरहेको ससुराली गाउँ हुँदा जे भयो भने के भयो त मजाले खाइए होइन यता फेरि दही बाक्लो भयो अरे भन्दै टार्केर अलिकति यहाँ भोज खाँदैछौँ हामी सानो निकालेको यात्रामा छौँ होइन अनि ल ल ल केहीदेखि त मरिसम्म बाटै छैन यस्तो छ हेर्नुहोस् यहाँ ल केही छैन क्या यो बाटो एकदम यस्तो यात्रा गर्दैछौँ सेकेन्ड डे होइन थर्ड डे अब आज 16 गते गइसक्यो अब भोलिसम्म मात्रै हो हामी घुम्दै घुम्दै यो कुवापानीमा आइपुगेका छौँ अहिले चाहिँ हाम्रो यस्तो छ घन्टीको माहौल ठ्याक्क त्यो पारी देखेको डाँडा चाहिँ मेरो घर हो माथितिर हाल्दिन काहीँ पनि हामी चुनाव प्रचार हिँडेका छौँ हाम्रो आमाहरू चाहिँ हामीलाई पनि लैजाऊ न घर दैलो भन्नुभयो उहाँहरूले ठुलो गुनासो गर्नुभयो बिचरा उहाँहरूलाई प्रचार लिएर हिँडेका छौँ आमा यसपालिको भोट घन्टीमा किन हाल्न चाहनुहुन्छ भनिदिनु न हामी दुखी दाखीलाई राम्रो गर्छ कि भनेर हाल्न आँटेका अरूको छोराछोरी मारेको देखेर पनि तपाईँहरू परिवर्तन हुनुभएको हो हाम्रा छोराछोरी मर्नु र कसका छोराछोरी मर्नु र ती छोराछोरी मर्नु एउटै हो हाम्रै बच्चा मरेका थिए त्यही भएर पनि यसपालि मरेन त्यो रोग देख्दाखेरि खप्न हानै भएन आफ्नै बच्चा मरे जस्तो लागेर हामी हो पार्टी हाम्रो भित्रै भए पनि पार्टी हामीले हेरेनन् जनता हेरिन् जोरदार ताली चाहिँ हाम्रो अब भोलिसम्म मात्रै हाम्रो प्रचार खासमा आज हामी फेरि लिखु 2 बाटो चाहिँ आजको हाम्रो यात्रा लिखु 3 सम्म हुनेछ यता यहाँ जुझारु युवा त्यो छ अब बाटो अलिक खत्तम छ फोन आउँछ त त्यसो हाम्रो के उ पछाडि नि त्यसो खैले त कान्छी पम्पलेट ल्याउ त यहाँ राम सर यता मेरो नि बनाउनुस् त म गाडी हाल्छु भरिमा
हजुरहरूको नि दुःख सुखको कुरा सुनौँ हजुरहरूको नि राय सुझाव सल्लाह ल्याउँ सुरुमा एमाले छ त्यसपछि रुख छ त्यसपछि तारा छ अनि घन्टी छ घन्टीमा चाहिँ ट्याक्क लाएर तपाईँको घर परिवारबाट आउने सबै मतहरू चाहिँ ठ्याक्कै यस्तै चिन्ह छ यस्तै चिन्ह छ अनि हामी किन नउठ्ने त्यसपालि सबैजनाले चाहिँ मत परिवर्तन गर्छ भने हामी पनि गरौँ न त होइन आमा त्यसपालि एकपल्ट गर्दाखेरि त्यसमा चाहिँ अनि छोडिदिउँ न त गरौँ भनेर लाइपऱ्यो म उनीहरूले बनाउँछ भनेर 35 वर्ष हेऱ्यो 40 वर्ष हेऱ्यो अब हामीले त धेरै मागेको छैनौँ एकैचोटि मात्रै हो मागेको अर्कोचोटि चाहिँ देखेको हाम्रो 4 नम्बर है यसमा 4 र 5 यो माथिको चाहिँ 5 हो यो तलको चाहिँ यतातिरको चाहिँ 4 नम्बर भयो यो गाउँपालिका 4 र 5 यो चाहिँ थाक्नु भएको छ उहाँ अब गाडी ठेल्दा अनि ढुङ्गा बाटोको ढुङ्गाहरू हटाउँदा हटाउँदा थाकेर चाहिँ फोकस गर हो यस्तो छ होइन अब यो राजसपाले चाहिँ पहिलोचोटि यो बाटोमा गाडी हिँडेको छ यो बाटोमा यसमा गाडी हिँडेको थिएन अरे अनि यत्रो यत्रो ढुङ्गा बिचमा छन् हेर्नुहोस् अब यो यस्तो छ ला पल्टाइदिनु मुखमा चुरोट पनि छ उहाँको तपाईँहरूले देख्न सक्नुहुन्छ युवा जुझारु नेताहरू छन् बेमौसममा चाहिँ स्कुल फल्ने मान्छेलाई हाम्रो प्रोत्साहन छ पुरस्कार छ चुनाव जितेपछि हामी घर दैलोमा आएको आज चाहिँ होइन अनि टक्क अब अर्ग्यानिक मही खाँदैछौँ यहाँ मेरो दाइ हुनुहुन्छ देश बनाउन हिँडेकाहरूलाई त्यही छ ठिक छ होइन के को हो यो झन्डा घन्टीको कुन ठाउँ हो यो राष्ट्रिय पार्टीको प्रचार प्रसारमा गाडी सिमानामा छ होइन गाडी आइरहेको छ के छ हालखबर खानाको लागि मसला बनाउनु हल्का पानी हालेपछि अलि बल्ल मिसिन्छ होला नमस्कार जय घन्टी हामी अहिले लिखु वार्ड नम्बर 7 मा आइपुगेको छौँ अहिलेसम्म पुराना राजनीतिक दलले गरेको विकासको बाटो यस्तो छ तपाईँको 2 कार्यकाल चाहिँ एक कार्यकाल नेकपा एमाले सरलिँदै हुनुहुन्छ होइन बुझेको मान्छे हामीले के भन्नु पर्यो अब म पनि चाहिँ त्यो राजनीति गर्ने हिसाबले म पनि लागेको होइन एउटा चाहिँ सानो बच्चा र बच्चाको भविष्य र देशको भविष्य यस्तै हुने भने देश पनि नरहेको जस्तो तपाईँ हाम्रो छोरछोरी जाँदा काठमाडौँमा बाल र इँटा बोक्नुपर्ने मात्रै एउटा रोजगारीको कल्पना शङ्कर लिखु गाउँपालिकाको टिमले हेर्नुहोस् यहाँ लिखु गाउँपालिकाको एकदम डेन्जर टिम छ जानु जान्छ खेल्नलाई
हाम्रो ग्रुपमा मात्रै हाल्ने हो